आज चाहिँ हामी जान लागिरहेको छौँ सेती गण्डकी फिसिङ हन्टिङ। लास्ट समय हेर्नुहोस् त गाइज माछा हामीले कति पार्छौँ भनेर। अनि नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला है त। सो हे गाइज वेलकम ब्याक टु माई डेली न्यू ब्लग। साथीले चाहिँ अस्ति नैबाट सेती गण्डकी फिसिङ हन्टिङ जाम भनेर भनिरहेको थियो, त्यही भएर आज चाहिँ हामीले बिहानैबाट बल्छी बनाउन पनि सुरु गरे। हामीले चाहिँ आज टोटल 8 वटा बल्छी बनाए। अनि आज भोलि मैले रेगुलर भिडियो हाल्न पाएको छैन किनभने मलाई सन्चो पनि छैन गाइज। मेरो भोइस ओभर गर्दाखेरि पनि साउन्ड पनि अर्कै आइरहेको होला, गाह्रो नमानिकन हेरिदिनु होला है त गाइज। अनि भान्जारमा भएर बिहान खेततिर पनि जान्छ। खेततिर चाहिँ किन भनेर भन्नुभयो होला, अस्ति भर्खरै मकै गोडेको नि त, अनि अलि फेरि मोल हाल्नु पर्ने थियो। अनि खेतमारी पुगेर अनि एक बाटा मोल हातमा लिए। त्यसपछि बाबारमा भएर झ्याम्के झ्याम लाएर मोल पनि हालिन्छ। अनि मोल चाहिँ हामीले मकैको फेदमा हाल्नु पर्ने हुन्छ। यसरी हाल्यो भने चाहिँ डाइरेक्ट मकैको फेदमा चाहिँ मोल पर्छ नि त, त्यही भएर चाहिँ हो। अनि तपाईँहरूकोतिर चाहिँ कसरी हाल्नुहुन्छ त्यो पनि कमेन्ट गरेर नबिर्सिनु होला है। अनि झ्याम्के झ्याम दुई बाउ छोरा भएर मोल पनि हालियो। एकैछिनमा एक बोरा मोल पनि सकियो। अनि म चाहिँ घरतिर लाग्दिए। त्यसपछि घर आएर खानासाना खाएर मस्त लाएर दिनभरि सुत्दिए। अनि बिहान हामीले बनाएको बल्छी चाहिँ बोरामा प्याक गरेर हामी पनि लाग्यौँ सेतीको फिसिङ स्पोटतिर। फाइनली हामी हाम्रो फिसिङ स्पोटमा पनि पुग्यौँ। अनि हामीले कता बल्छी थाप्ने भनेर हेर्दै थियौँ। त्यसपछि हामीले बल्छी थाप्ने ठाउँ पनि भेट्यौँ र अनि थाप्न गयौँ। अनि हजुरहरूले मेरो पहिलाको भिडियो हेर्नु भएको छ भने थाहा नै होला हामीले चाहिँ माछाको लागि आरा चाहिँ के हाल्छौँ भनेर। हामीले चाहिँ माछाको आराको लागि चाहिँ भ्याकुता हालिदिन्छौँ। झ्याप्प लाएर सिङ्गै एउटा भ्याकुतो हालिदिएपछि त रातभरिको लागि पनि पुगिहाल्यो। अनि यसरी हामीले सेतीमा थापेको चाहिँ हाम्रो फर्स्ट ट्राई हो। यहाँ चाहिँ धेरै मान्छेहरूले यसरी मार्छन् अरे भनी सुनेको भएर हामी पनि आएको पर्छ अरे भनेर सुनेको भरमै हामी थाप्न आएको छौँ। हेरमै त भोलि बिहान सब पर्छ कि पर्दैन भनेर। ठुल्ठुलो माछाको लागि त हामीले ठुलै काँडा हाल्नु पर्यो, त्यही भएर हामी चाहिँ यत्रो ठुलो काँडा ल्याएर हालिदिएको छौँ। हेरमै त गाइज भोलि आएर कत्रो माछा पर्छ भनेर। हामीले चाहिँ टोटल 8 वटा बल्छी थाप्न छ। बिस्तारै बिस्तारै रात पनि परिसकेको थियो। हामीले छिटछिट गरेर थाप्छौँ। बल्छी थाप्दा थाप्दै रात पनि परिहाल्यो। अनि त्यसपछि हामी छिटछिट लाएर घरतिर पनि जान्छौँ। अनि त्यसपछि घर आएर हात खुट्टा धोएर खानासाना खाएर मजाले सुत्छु। त्यसपछि हामी बिहानै उठेर फेरि लाग्छौँ सेतीतिर। हिजो थापेको बल्छीमा कत्रो चाहिँ माछा पर्यो हो त गाई, त्यही कुरा सोच्दै सोच्दै हामी पनि जान्छौँ। सेतीमा त ठुल्ठुले माछा पर्छ भन्थिन्। अनि त्यही भएर हामी पनि चट्ट लाएर थापेको। अब हेरमै त गाई कत्रो चाहिँ माछा पर्छ भनेर। काली गण्डकीमा पनि गएर थापेको पर्दै परेन। अब हेरौँ गाई सेती गण्डकीमा चाहिँ कत्रो माछा पर्छ। काली गण्डकीले त पत्याएन, अब सेती गण्डकीले त पत्याउँछ कि भन्ने आशा लागिरहेको छ। त्यसपछि आएर बल्छी तानेको फर्स्ट बल्छी नै अड्किरहेको रहेछ। यो अड्केको बल्छीलाई अलिपछि झिकौँ भन्दै हामी पनि जान्छौँ माथिपट्टिको बल्छी झिक्न। अनि माथि आएर बल्छी त झिकियो, जस्तो हालेको भ्याएको त त्यस्तै भएर आउँछ सिङ्गै। यो पाराले खै सेतीमा माछा मारिएला जस्तो लागेन, न काली गण्डकीमा पर्छ न सेती गण्डकीमा पर्छ। त्यसपछि अघि अड्केको बल्छी पनि भाइले निकाल्यो। नजा भाइ भन्दा भन्दा जबरजस्ती गरेर पौडी पनि खेलिहाल्यो। अनि पाखा ल्याएर बल्छी हेरेको त मस्त लाएर प्लास्टिक पो अड्केर बसिरहेको छ। यस्तो नि हुन्छ भनेर हामी पनि चलिदिन्छौँ घरतिर। आज नपरे पनि कुनै दिन अवश्य पार्छौँ भन्दै हामी पनि लाग्यौँ घरतिर। अनि आजको लागि यति नै गाइज। थ्याङ्क यू फर द वाचिङ। सी यु इन द नेक्स्ट भिडियो। को नयाँ हुनुहुन्छ सब्स्क्राइब गर्न नबिर्सिनु होला गाइज। बाइ बाइ।